शर्मा कुमारको मन्दिरबाट दर्शन गरेर हामी अहिले तालतिर जाँदैछौँ। मेरो श्रीमती दर्शन गरेर आउँदै हुनुहुन्छ। हजुरले के देख्नुभयो त त्यहाँ? मैले शरण कुमारको मन्दिरभित्र एउटा ठुलो शिला देखेँ। शिला देख्नुभयो? शिला देखेँ मैले। ठिक छ, मैले पनि शिला देखेँ। अब हामी मन्दिरबाट श्रीमान श्रीमती कता जानुभयो? यता आउनु, यता साइडतिर। हेतेरी बिहार छिन्। हामी शर्मा कुमार मन्दिर दर्शन गरेर अब अगाडि बढ्दैछौँ। अब हाम्रो भिनाजुले हामीलाई चाहिँ ट्रेकिङ गर्दै हुनु, उहाँ भिनाजु हुनुहुन्छ, ट्रेकिङ गर्दैछ। हामी तालतिर जाँदैछौँ। अनि चौकातिर आयौँ हामी। हजुर, यहाँ दशरथ राजाले अब त्यो भान्जा मारेको पाप हुन्छ भनेर पाप कटनीको लागि अक्षता तृतीयाका दिन यहाँ ठुलो एक गेला आएका हुन्। ठुलो एक गेला आउनु भएको यो भूमिमा, होइन? यो भूमिमा र यहाँ शर्मा कुमारलाई उहाँ बाण लगाएपछि यहाँ आएर घुमेर टक्क त्यहाँ ढलेर बाण हानेको माथिबाट ऊ अब जाम्ला नि त बाण हाने। ल हुन्छ, बाण हाने ठाउँमा नि जाम्ला। अनि चक्कर लाएर भाँडा घिसी आएर यहाँ घुमेर घुमेर ढल्यो। यहाँ बढ्न घुमेर गयो। उहाँ मुर्छा पर्नु मुर्छा परेर मरेको उहाँ। यो कसरी पत्ता लाग्यो नि सुरुमा? अब हाम्रो खासै अब हाम्रो त बासिन्दै घर अब हाम्रो यहीँ नै हो। हजुर। अब हाम्रा जीवा हजुरबा बाबाहरूले पहिल्यैदेखि अब हामीले यसको खासै हाम्रो एक कक्षाको ठुलो वर्णमाला भन्ने किताब थियो। हजुर। त्यसमा पनि यो को बारेमा सम्पूर्ण इतिहास त्यो किताबमा पनि हामीले सुन्यौँ। हजुर। अब के हो यो शरण कुमार भन्ने कहाँ जन्मेको, उनका बाबुआमाको नाम, अब कहाँ गएर आउँदाखेरि मरेका भन्ने त्यो किताबमा पुरै इतिहास थियो। अनि अब यो इतिहासहरू हाम्रो अब हजुरबा बुवाको उसबाट नि अब हामी यहीँ बासिन्दै भएको हुनाले हजुर त्यसबाट नि हुँदै गयो। हजुर। अनि त्यो इतिहासका प्रमाणहरू फेला पर्दै गए। त्यस यहाँ पनि त्यो अहिले यिनको जन्मभूमि दाङमा रहेछ। त्यो दाङका मान्छेले अब यिनको लागि अब त्यो हेराम अब ज्योतिषीहरूको हेराम चराम यस्तो उ के अरे एउटा हजुर गर्दाखेरि यो शरण कुमारले मरेर बिचमा मरेर पानी खान नपाएको, गोली लाएर मरेको, बाण लाएर मरेको क्रिया काट नपाएको भनेर ती अब दाजुभाइलाई डसिराखे अरे। र तिनको खोजीमा घुम्दै अहिलेसम्म पत्ता नलाएर हजुर अब त्यो दानाका मान्छे पखारा आएर बसेर लाछन्। र पखाराबाट पत्ता लाम भनेर अहिलेभन्दा 5-7 वर्ष अघि हजुर दुईटा वृद्धहरू आएर यही घरमा बसे। र सबै तीबाट नि हामीले इतिहास पायौँ। यो घर भन्नाले यो घर आएर बसे दुई रातसम्म यो घर बसेर अनि त्यो शरण कुमारको श्राद्ध अरेर यहाँ रहेछ भनेर अनि श्राद्ध अरेर अनि यहाँ अब केही पाठ पूजा गरेर हजुर तिनलाई चाहिँ तार्ने भनेर के गरेर यहाँ बसेर सबै इतिहासबाट नि हामीले पाइयो। हजुर। यो अब यहाँ मरेका यी खासै अब रच यिनको जन्मभूमि। अब यो मन्दिरको दर्शनले हामीलाई के लाभ हुन्छ भन्ने विश्वास छ त? यसमा शरण कुमार पितृभक्त भएको हुनाले पितृहरूको सेवा गरेर यो मन्दिरको पनि सिनाउनेहरी गरौँ है त। बाबुआमाको लागि अब तीर्थ लहरा सेवा गरेको हुनाले यसको दर्शनहरूमा हाम्रो पितृहरू स्वर्गवास हुने, पितृहरू तर्ने, अब सन्तानहरूलाई सन्तान हुने, हजुर अब त्यस्तै उपलब्धिहरू पाइन्छ भन्ने परम्परादेखि चलि आएकै हो दाजु यो। हजुर। पहिलेदेखिको परम्परागत तरिकाले पनि यो भयो। अलि यता आउनु तिमी पनि। यो इतिहासहरू पहिल्यैदेखि पनि भएको। बिनाजु नजिक आउनु। अब चारधाम गर्नाले अब यिनको दाङका लेखामा भन्ने ठाउँमा गाई गोठ पाल्थे अरे। हजुर। यिनका बाबुआमा यिनीहरूका धेरै समयसम्म बुढै वृद्धकालसम्म छोराहरू भएका रहन्छन्। हजुर। अनि त्यहाँबाट ज्योतिषीहरूले हेराउँदाखेरि मलाई छोरा हुन्छन् कि हुन्नन् भनेर हेराउँदाखेरि तिम्रो छोरा त हुन्छन्, तिम्रो सेवा त गर्छन्, तर तिमीले देख्दैनौ भनेर किन नदेख्ने भन्दा तिमीले आँखा दान गर्नुपर्छ। दुइटै बुढाबुढीले आँखा दान गरे मात्रै तिमीलाई छोरा जन्मन्छन्, तर तिम्रो सेवा छोराले गर्छन् भनेर ज्योतिषहरू लाग्दाले दुइटै बाबुआमाले आँखा दान दिएर अन्धान्धी भएर बसेका। कथा त्यो रहेछ खास। अन्धान्धी भएको कारण त्यो हो। हामीले अब
यति नै अब भनौँ न त्यो दाङका मान्छे यहाँ आएर नि त्यही बताए हजुर हाम्रा अब हजुरबा बुबाहरूले पनि त्यही बताउँदै सुन्दै आमाहरूले हामीले किताबमा नि त्यही कथा किताबमा पनि त्यही कथामा पढ्यौँ हामीले अब एक कक्षाको किताबमा ठुलो वर्णमाला भन्ने किताब थियो हामी 5-7 वर्षका हुँदा एक कक्षामा अहिलेभन्दा 65-66 वर्ष अघिको कुरो हो भनेपछि परापूर्व कालदेखि नै हजुरबाबुको पालादेखि बुढा हजुरको पालादेखि नै श्रवण कुमारको मन्दिर भनेर यहाँ चाहिँ अब पहिला खरको झुपडी थियो बाबु सानो हजुर ढुङ्गासिङ्गा केही थिएन हामीले देख्दाखेरि खरले छाएको त्यस्तो गोलो गोलो बनाएर यहाँ थापना गरेर ठाउँ थियो शिला त हुने हुन् शिला त हुने हुन् अनि त्यहाँबाट पछि फेरि ढुङ्गाले छाएर संरक्षण भनेपछि सत्ययुगसम्म अहिलेसम्म त्यो संरक्षणमा रहेछन् संरक्षणमा सधैँ छन् यहाँ अनि यो मन्दिर बनाएको पनि भयो 15-20 वर्ष अनि ढुङ्गाले छाएको थियो त्यो नि भत्को हजुर अनि यो ढलन गरेर बनाएको हो हजुर अब यो एक गाउँ के अरे अहिले अब भनौँ न पञ्चायतको पालामा केही बजेटहरू छुट्याएर अब यस्तो गरेको अनि परार यहाँ महाज्ञ पनि भयो ठुलो महाज्ञ भयो हजुर त्यसका बजेट यो भूमिमा अब महाज्ञ भयो ठुलो चाहिँ यहाँ बसेर राजाले अब यज्ञ पनि लाए पटानीका लागि हजुर यो गोलो गरौँ यो घुम्ने अब त शरण कुमार घुमेर अब भनक्क घुमेर त्यहाँ पल्टेका हुन् भन्ने इतिहासमा हामीले त्यही सुनियो अब भनेपछि अहिलेको हाम्रो यसको विशेषता के रह्यो भन्दाखेरि जसले गया काशी तीर्थ गर्न भनेर लिएर गएका थिए होइन ती दाङका मान्छे उहाँ भारत पनि पुगेका थिए तिनका खोजीमा पुगे अयोध्या भनेर पुगे यहाँ आएर फिर्ता भइसकेका हुन् भन्ने उहाँबाट पनि भएर अनि कहाँ मरे भन्ने तिनीहरूलाई अहिलेसम्म पत्तै भएर हुन्छ अहिले 5-7 वर्षपछि यो पोखराबाट हामीले पत्ता लाएर आम भन्दै थिएँ हजुर त्यो पत्ता लाएर आएर यहाँ दुःख श्राद्ध गरेर के रकमहरू यिनीलाई चाहिँ अब धुपबत्ती गर्दै साँझ्याद भनेर पनि केही सङ्कलन गरेर तिनीहरू फर्के अब यो पहिलेदेखिको यो झुटा इतिहास होइन सत्य इतिहास अब हामीले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि अहिले अब हाम्रो गच्छ भएन गया काशी गएर पितृको चाहिँ श्राद्ध गर्ने पितृलाई तर्पण अर्पण गर्ने हाम्रो त्यो क्षमता पुगेन भने पनि हामी यहाँ आएर श्राद्ध गरियो पितृलाई सम्झियो भने पनि हामी त्यो पितृदोषबाट मुक्त भइन्छ बडो खुसी लाग्यो ल हजुर भिनाजु हजुरले यति राम्रो जिज्ञासा पूर्ण र चाहिँ ऐतिहासिक कुरोहरू हामीलाई जानकारी गराउनु भयो हजुरको जय होस् धन्यवाद होइन अरू क्लिपहरू फेरि लिँदै गरौँला हजुर हुन्छ हस् अब हामी अगाडि बढ्छौँ